Hello guys, welcome back to my new vlog. आज स्पेसली म चाहिँ बागलुङ पाण्डव खानी गलकोट जाँदैछु हैन। लेट्स सी अब पहाड एरिया हो तर ठाउँ चाहिँ बबालै छ, हेर्नु पर्ने हुन्छ है गाइस। त्यही हो। डाँडा माथि बादलको घेरो कोही आए जस्तो लाग्छ मेरो सेरोफेरो मेरो पनि मनभित्र माया पलायो नि चिन्ने जस्तो लाग्छ। सो गाइस हामी चाहिँ लामो यात्रापछि के रे टोकरी यो लामो यात्रापछि हामी चाहिँ यो टोकरीको दारामा आइरहेछ। पानी पनि मौसम यस्तो भइरहेछ, पानी आउनु पनि लागिरहेछ। अनि लेट्स सी अब जाउन पाण्डव खानी जानु कति टाइम लाग्छ? अझै 1 घन्टा 1 घन्टापछि हामी त्यो गलकोटको पाण्डव खानी ठाउँमा जाँदैछ। लेट्स सी हेरौँ कस्तो हुन्छ। आइरहेछ टोकरीको दारामा। त्यही हो, दाराहरू महसजी होस् होइन। म पनि अब केही समय हामी पनि अब 1 घन्टापछि पुग्छौँ पाण्डव खानीमा। गाउँ चाहिँ यस्तो बवाल छ। यो दाराको ठ्याक्क यो छ नि, यो डाँडाको ट्याक्क उतापट्टि पर्छ क्या। पानी पर्न लाग्यो अनि त्यही भएर यस्तो अँध्यारो भइरहेछ। त्यही हो, त्यहाँ गयो भने गाउँ चाहिँ बवालै छ। अब लेट्स सी हेरौँ। पानी आउन लागिरहेछ, माथि माथि हेर्न सक्नुहुन्छ है। त्यही हो। सो फाइनल्ली गाइज म चाहिँ त्यो हिजो भनेको त्यो पाण्डव खानी गलकोट आइसकेको छु होइन। गाउँ यो पछाडि देख्न सक्नुहुन्छ। गाउँ चाहिँ बवालै छ। हिजो भनिरहेको थियो नि त गलकोट जानेछु भनेर, त्यो आइसकेँ म चाहिँ होइन। देख्न सक्नुहुन्छ गाउँ। त्यहाँ चाहिँ फुल मेला भइरहेको छ। गाउँ जस्तो दामी छ। त्यही हो, यस्तो दामी छ। यो बस्ती भयो अनि उता तल बस्तीहरू छ। म चाहिँ साँझ आइपुगेँ अनि त्यही हो। माथितिर फुल बादल लागिरहेछ।